धन्यवाद। के छ भने हात्तीको विषयमा, हात्तीको पीडाको विषयमा 2068 सालमा भन्दा अगाडिको जुन खालको पीडा थियो, त्यस पछाडि 68 सालतिर चाहिँ यहाँ कति पीडा भइसकेपछि चाहिँ हात्ती पीडितले एउटा ठुलो समूहले चाहिँ एकदम पीडा व्यक्त गर्यो। त्यति बेलाको चाहिँ सङ्घर्ष समितिको रूपमा मलाई संयोजकको रूपमा चाहिँ यहाँको स्थानीयहरूले चाहिँ मलाई चाहिँ जिम्मा दिनुभएको थियो अथवा अगाडि बढाउनु भएको थियो। त्यसमा चाहिँ मेरो भूमिका एकदम त्यति बेलाको कठिन परिस्थितिमा मैले भूमिका मेरो चाहिँ सफल भएको र पछि चाहिँ मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको चाहिँ को रूपमा चाहिँ यो हाम्रो संस्था दर्ता भइसके पछाडि त्यहाँ चाहिँ म तदर्थ समितिको रूपमा पनि बसेर काम गरेको र पछाडि चाहिँ अध्यक्षको रूपमा पनि काम गरिसके पछाडि त्यहाँ मेरो धेरै अनुभूतिहरू अनुभवहरू थिए र छन्। त्यस बिचमा मैले त्यति बेला जुन प्रकारले काम गरेको पनि मलाई अनुभव छ र बिचमा मैले साथीहरूलाई संस्थामा चाहिँ राम्रोसँग काम गर्नका लागि चाहिँ अरूले नै पालो गर्नुपर्छ भनेर 2 कार्यकाल मैले छोडिसके पछाडि बिचको अवस्था सबैको नजरमा, पीडितहरूको नजरमा र हात्तीबाट समस्याबाट ग्रस्तहरूको नजरमा त्यति काम लाग्ने खालको भएन भने जुन चित्तबुद्ध भएन भन्ने खालको जुन पीडा आयो, त्यसदेखि पछाडि फेरि त्यति बेला मेरो कार्यकालमा चाहिँ राम्रो काम भएको थिएन भन्दै पनि फेरि पछाडि चाहिँ बजारमा कुरा आयो। मैले हाम्रो नेतृत्वमा गरेको टिमले त्यति बेला चाहिँ केही हदसम्म सफल भएको अनुभूति भइसके पछाडि सरकारवालाहरू यहाँदेखि लिएर हामीले यो बाहुनडाँगी बजारलाई मात्रै हेरेर हुँदैन, मेची नगरका सबै क्षेत्रहरू विशेष गरेर चाहिँ बोर्डर एरियामा जङ्गली हात्तीको जुन प्रभाव छ त्यहाँ चाहिँ त्यति बेला जुन प्रकारले हामीले काम गर्यौँ त्यो काम गर्दाखेरिको चाहिँ त्यसको परिणाम चाहिँ राम्रै आएको अनुभूति भइसके पछाडि फेरि पनि चाहिँ मेरो नेतृत्व आवश्यक छ भन्ने कुरो चाहिँ यहाँ सरकारवाला लगायत चाहिँ अलि बुद्धिजीवी र हामीले चाहिँ सङ्घ संस्थादेखि लिएर माथिल्लो लेभलमा चाहिँ डिभिजन 1 नगरपालिकाको पनि आशय बुझिसके पछाडि मैले चाहिँ यस संस्थामा जानु उपयुक्त हुन्छ भन्ने मलाई लाग्यो। र के छ भने पहिला काम गरेको ठाउँमा धेरै मान्छेहरूको एकपल्ट दुईपल्ट काम गरिसकेपछि त्यहाँ विवादित हुन्छन्। त्यहाँ काम गर्ने कुरामा चाहिँ सधैँभरि मान्छेहरू नकारात्मक सोच्छन् र मलाई चाहिँ खुसीको कुरा के छ भने मैले गरिरहेको काममा मैले 2 कार्यकाल गरिसकेपछि बिचमा छोडेपछि पनि अब फेरि पनि मेरै नेतृत्व चाहिँ यहाँको सरकारवालालाई चाहिसके पछाडि मैले गर्व गर्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने इतिहासमा काहीँ पनि दोस्रो तेस्रो पल्ट काम गर्ने मान्छेलाई कसैले पनि राम्रो नभनिरहेको अवस्थामा अहिलेको अवस्थामा चाहिँ मलाई चाहिँ सरकारवाला सबैले चाहिँ तेरो चाहिँ आवश्यक छ भनिसके पछाडि मैले नकार्न नमिलिसके पछाडि मैले नै गर्दा उपयुक्त हुन्छ भन्ने लागेर म चाहिँ यसमा चाहिँ उम्मेदवारी दिएको हुँ। धन्यवाद अनिशजी। कुरा के छ भने नि यसपालि म पहिलाको कुरा के थियो कता थियो भन्ने कुरो यहाँहरू सबैलाई विदितै छ र यसपालि पार्टीको कुरा त्यहाँ आएन। म त नेपाली काङ्ग्रेससँग आबद्ध भएको मान्छे हो, यो संस्था पनि पहिला चलाएको र यसपालि चाहिँ काम गर्ने कुरामा सिलसिलामा मलाई नेपाली काङ्ग्रेस भन्दा पनि पार्टीगत हिसाबमा भन्नुहुन्छ भने नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी सबैको प्रस्ताव हो। मैले चाहिँ त्यहाँ हामीलाई चाहिन्छ नेपाली काङ्ग्रेसलाई चाहिन्छ भनेर हाम्रो पार्टीले पनि कुरा गरेन। अबको दिन कसरी लाने भन्ने कुरामा चाहिँ एकदम वृहत छलफल भइसकेपछि पहिलाको हामीले चाहिँ निर्वाचित के अरे निरजजीले चाहिँ स्वास्थ्यको कारण उहाँको अप्ठ्यारो भइसकेपछि उहाँ राजीनामा दिइसके पछाडि संस्था कसरी चलाउने भन्ने कुरो यहाँको प्रमुख राजनीतिक दलहरूले चाहिँ यो संस्थालाई बचाएर लानुपर्छ भन्ने खालको कुरा त्यहाँ आयो। आइसके पछाडि मलाई नेपाली काङ्ग्रेसले मात्रै होइन अरू सरकारवाला लगायत नेकपा पार्टीगत हिसाबमा यहाँले सोध्नुहुन्छ भने नेकपा एमाले पनि मेरो नाम प्रस्ताव अगाडि ल्याएको र उहाँहरू एकदम आनन्दसँग उहाँहरू लाग्नु भएको छ र मेरो नेतृत्व आवश्यक उहाँले ठहर गरिसके पछाडि मैले चाहिँ नेतृत्व गर्न चाहेको हो। यहाँ काङ्ग्रेसले हामीलाई पनि दिनुपर्छ भनेर त्यहाँ वार गरेको पनि होइन। काङ्ग्रेसकै नेतृत्व चाहिँ यहाँका प्रमुख पार्टीहरूले चाहिँ काङ्ग्रेसको नबनिकन व्यक्तिगत रूपमा हरिब उप्रेतीको यस संस्थामा खाँचो छ भन्ने कुरो महसुस गरिसके पछाडि यहाँ पार्टीको कुरा भन्दा पनि यहाँ चाहिँ प्रजातान्त्रिक एउटा समूहले त्यसले चाहिँ अब मेरो नेतृत्व पहिला मेरो काम गरेको आधारमा स्वीकारेको हो। यहाँ काङ्ग्रेसको कुरा यहाँ अहिले आइरहेको म देख्दिनँ। धन्यवाद। यस्तो कुरो छ, यसमा के छ भने पहिलाको कार्यकालमा संस्थामा चाहिँ मेरो अध्यक्षतामा मेरो टिमले विजय गरेर आइरहँदाखेरि त्यति बेलाको अवस्था संस्था
जर्जर एकदम स्थितिमा खराब थियो। 12 जना काम गर्ने प्राविधिकहरूलाई त्योभन्दा 1 वर्ष पहिलासम्म डिभिजन वनले तलब खुवाइरहेको, 1 वर्ष पहिलादेखि तलब दिन नसकेर त्यतिकै भएको, काहीँ स्रोतको भन्ने विषयमा एउटा काहीँ 1 रुपियाँ पनि नभएको। त्यसमध्येमा त्यही 25 लाख रुपियाँ 30 लाख रुपियाँ सिड मनीबाट चाहिँ अलिअलि केही नलागेर चाहिँ पहिलाको तदर्थ समितिले अलिअलि खर्च गर्नुपर्ने बाध्यता थियो। त्यो तदर्थ समितिमा म पनि थिएँ। कहीँबाट स्रोत नभइसकेपछि सञ्चालन त गर्नुपर्थ्यो। एकदम न्यून 3500 रुपियाँ तलब दिएर राखेका प्राविधिकहरूको पनि पैसा दिन नसकेर एकदम स्थिति खराब थियो। र अरू घर भाडादेखि लिएर संस्था नवीकरण गर्ने कुरादेखि लिएर दुनियाँ थोकमा चाहिँ एकदम हामीसँग एकदम जर्जर थियो। त्यस्तो बेलामा मैले हात हालेको बेलामा त्यति बेला नगरपालिकाले डिभिजन वनले कहीँ कतै पनि थिएन। म आउँदाखेरि जम्मा 80,000 डिभिजन वनसँग चाहिँ सम्झौता गरेको पैसा थियो। त्योदेखि बाहेक केही थिएन। र त्यो बेलामा पनि ठुलो प्रयत्नका साथ नगरपालिकादेखि लगायत त्यस पछाडि चाहिँ हामीले अनुरोध गरेर एनटिआइसी राष्ट्रिय प्रकृति संरक्षण कोषसँग चाहिँ त्यहाँ चाहिँ एकदम बसिसके पछाडि उहाँहरूसँग समन्वय गरिसकेपछि स्रोतको केही व्यवस्था भइसकेपछि हामीले दुःख सुख गरेर चलायौँ। र पछि त राष्ट्रिय प्रकृति संरक्षण कोषले हाम्रो आग्रहमा चाहिँ एउटा चाहिँ प्रपोजल पारिदिएर त्यसले ठुलो काम गर्यो। त्यति बेला चाहिँ हामीले त्यो काम गऱ्यौँ। हुँदा नगरपालिका पनि यसमा जिम्मेवार बनाउन चाहिँ हामीले प्रयत्न गऱ्यौँ। नगरपालिका जिम्मेवार भयो, डिभिजन वन चाहिँ जिम्मेवार भयो। र त्यति बेला हाम्रो प्रयत्नमा चाहिँ त्यति बेला चाहिँ सङ्घ थिएन। क्षेत्रीय वन निर्देशनालय विराटनगरमा चाहिँ त्यहाँको प्रमुख कर्मचारीहरूसँग बसेर चाहिँ हाम्रो यहाँको पीडा पोखिसके पछाडि उहाँहरूले 25 लाख रुपियाँ छुट्याइदिनु भयो। त्यहाँदेखि हामीले धेरै काम गऱ्यौँ। त्यो हामीलाई अनुभव छ। त्यति बेला काम गरेको उपलब्धि अहिले हामीलाई चाहिँ त्यही काम गरेको कुराले चाहिँ यसपालिको मेरो उम्मेदवारीमा पनि यहाँ सरकारवालाले चाहेको भन्ने देखाएको छु। र अझै मलाई के लाग्छ भने अब यी सबै कामहरू त्यति केही नहुँदा त त्यति काम गर्न सकियो भने लागि पर्यो भने अब अहिले त पार्टीगत हिसाबमा पनि प्रमुख दलहरू चाहिँ हाम्रो पक्षमा हुनुहुन्छ। यो सबैको साझा समस्या हो भनेर लाग्नु भएको छ। र अहिले मेरो टिमले के अरे अब मैले अध्यक्षजी चिनादा र मेरो सँगसँगैको सहयोगी रूपमा चाहिँ महासचिवको एउटा चाहिँ अब्बल मान्छे, पढालेखा मान्छे र सामाजिक सञ्जालदेखि लिएर चाहिँ प्रपोजल लेख्नदेखि हरेक कुरामा अब्बल मान्छे भएको हुनाले अझै मलाई सहज हुनेछ। र उहाँसँग लागेर सँगसँगै लागेर टिमलाई अगाडि लिएर गएर सम्बन्धित ठाउँमा कहाँ कसरी के गर्न सकिन्छ भन्ने कुरा अझै मेरो मनोबल बढ्या छ। किनभने अहिले सबै पार्टीहरू अब विशेष मुख्य पार्टीहरूले पनि यो समाधान मैले उम्मेदवारी दिँदाखेरि तपाईँहरूको सँगसँगै साथ हुन्छ कि हुँदैन, भोलिका दिन काम गर्ने कुरामा हाम्रो अगाडिमा काम गर्ने कुरामा चाहिँ हामीलाई पन्साएर फेरि तपाईँहरू पर बसेर हामीलाई चाहिँ के अरे हलो अड्काएर गोरु कुट्ने काम गर्नुहुन्छ भने अहिले नगरौँ भन्दा त्यस्तो हुँदैन। हामी सबै लागेर हामी सबैको समस्या साझा समस्या हो भन्ने कुरा छ। र केन्द्रमा चाहिँ अब यसै क्षेत्रका चाहिँ अब पूर्व के अरे अब माननीय विश्वप्रकाश शर्माको पनि पहल छ। यसै गरी मेची नगरपालिकाले पनि हामीलाई चाहिँ सँगसँगै बसेर काम गर्नुपर्छ भनेको छ। यसै गरी चाहिँ प्रदेश सांसदको पनि त्यत्तिकै बल छ भनेपछि डिभिजन वन पनि यो काम नगरी हुँदैन भन्नेमा लागेको छ। अझै घचघच्याएर त्यो काम गर्ने कुरामा पहिलाभन्दा धेरै काम गर्न सकिन्छ। र यो क्षेत्रमा हात्तीको पीडामा चाहिँ हाम्रो नेतृत्वले काम गरेको अनुभूति दिलाउन चाहिँ हामी सक्छौँ भन्ने मलाई लागेको छ। सिड मनी भनेको वास्तवमा जुन लक्ष्यको रूपमा चाहिँ हामीलाई सिड मनी राखिदिएर चाहिँ त्यति बेला संस्था हस्तान्तरण गर्नका लागि, समुदायलाई हस्तान्तरण गर्नका लागि जुन राज्य पक्षबाट त्यो हतार गरेर हामीलाई चाहिँ सिड मनी त्यति दिएर हामीले जिम्मा लगाएर मख पारिएको थियो। त्यति बेला चाहिँ हामीलाई भन्दाखेरि पनि यो सिड मनी एकदम ठुलो अमाउन्टमा चाहिँ राखिनेछ, यसलाई करोडभन्दा माथि पुर्याइनेछ भनेर हामी सबै यहाँको सरकारवालालाई चाहिँ सम्बन्धित निकायले राज्यले हामीलाई मख पारिसके त्यति पैसा दिएको थियो। त्योदेखि बाहेक अरू केही पनि स्रोत थिएन। त्यो भइसके पछाडि पहिलाको समितिले पनि अब केही न केही पैसा त अलिकति नचलाए नहुने अवस्था आइसके पछाडि केही पैसा चलायो। र अहिलेको यो अगाडिको समितिले पनि त्यो परिस्थिति कहीँबाट स्रोत नजुटिसके पछाडि केही पैसा चलाएर अहिले घटेको सुन्नमा आएको छ। तर त्यो कुरा एउटा कुरा यहाँलाई म विश्वस्त गराउँछु, अस्तिको हाम्रो साधारण सभाले पनि सिड मनीको विषयमा चाहिँ उठाएर त्यस विषयमा निर्णय नै गरेको छ। र त्यसमा चाहिँ मलाई पनि के गर्व लाग्छ भने त्यसरी हामीले अङ्कुश लाउन आवश्यक थियो र अङ्कुश लागेको छ। त्यो अङ्कुशले चाहिँ त्यो निर्णयले हामीलाई के सहयोग पुर्याउँछ भने सिड मनीलाई अभिवृद्धि गर्नका लागि विशेष ठाउँमा जानका लागि पहल गर्न पनि हामीले अभिवृद्धि गराएको छ। र सकेसम्म यसलाई सिड मनीलाई बढाएर लैजाने कुरामा हाम्रो प्रयत्न रहन्छ। र तपाईँ विश्वास गर्नुहोस् र सबैलाई हामी जानकारी गराउन चाहन्छौँ, सिड मनीलाई अब त्यहाँबाट 1 रुपियाँ पनि घट्न दिने छैन। जुन बेला चाहिँ हाम्रो कार्यकाल सकेर जाँदाखेरि सकिएछ भने बढाएर जानेछौँ र त्यसलाई घटाउने चाहिँ यहाँलाई मैले आजै प्रतिबद्धता जाहेर गरेँ र सबै सरकारवालाहरूलाई चाहिँ यसको चासो बुझेको छु। त्यहाँबाट 1 रुपियाँ पनि घटाइने छैन भन्ने कुरो म प्रतिबद्धता जाहेर गर्छु। त्यसमा चाहिँ नि म यहाँलाई जानकारी गराउँछु, गर्नुपर्ने कामहरू हामीले के सोचेका छौँ भन्ने कुरा म यहाँलाई भन्छु। कुरा बुझ्नु भएन? अब त्यो कुरा के छ भने बाटोको स्तर उन्नति गर्ने, 12 महिना त्यहाँ दोहोरो गाडी कुद्न सक्ने र त्यहाँ आवश्यक परेका ठाउँमा काहीँ पनि अब त्यो बाटो चाहिँ इलेक्ट्रो फेन्सिङको लागि मात्रै छैन,
त्यो बाटो चाहिँ सिमानामा भएको हुनाले यहाँ चाहिँ अवैध काम, अवैध गतिविधि, अरू चाहिँ देशद्रोही काम अथवा हरेक कामका चाहिँ गर्ने मान्छेहरूका लागि चाहिँ सुरक्षाको हिसाबले पनि त्यो बाटो अति आवश्यक छ। सिमानामा भएको हुनाले त्यहाँ जनपद प्रहरी छ, सशस्त्र प्रहरी छ, लगायतका हामी सरकारवाला छौँ र त्यो सँगसँगै त्यो सिमानामा त्यो बाटो पहिला नहुँदाखेरि पहिला हामीले बाटो खोल्न चाहँदाखेरि जुन प्रकारको त्यहाँ कुरा थियो त्यहाँ एक किसिममा अवरोध पनि आयो। पहिला हाम्रै कार्यकालमा त्यो बाटो खोलिएको हो भने त्यति बेला अवरोध थियो भने अहिले त्यो बाटो अपरिहार्य छ भन्ने कुरो त्यहाँका किसानवाला सरकारवालाहरूले हात्ती रोक्न जाने आउनेदेखि बाहेक आफ्नो चाहिँ त्यहाँको उत्पादनलाई पनि सम्बन्धित ठाउँमा बजारसम्म ल्याउन, घरसम्म ल्याउनका लागि त्यो बाटोले एकदम ठुलो काम गरेको अनुभूति भएको छ। अहिले त्यो कुराले हामीले अझै राम्रो जस पाएका छौँ र त्यसलाई व्यवस्थित गर्नका लागि हाम्रो तर्फबाट बवाल पहल हुन्छ र त्यो काम नहुने कुरा राज्यलाई हामी झकझक्याउँछौँ। नगरपालिका चाहे कुन क्षेत्रबाट त्यसमा काम गर्न सकिन्छ त्यो काम गर्ने एउटा कुरा हो। अर्को कुरा फेन्सिङ जुन छ नि हाम्रो, त्यो फेन्सिङ चाहिँ पहिला जुन थियो त्यसलाई चाहिँ अब अलिक परिमार्जन गर्नका लागि त्यो नगर्ने हो भने हात्तीले त्यो परिमार्जन नगरी त्यसलाई जितिसकेको छ। त्यसलाई चाहिँ हामीले अब अझै राम्ररी व्यवस्थित गर्नका लागि केही सुधारिएको फेन्सिङका लागि चाहिँ त्यो सम्बन्धित निकाय, त्यसका प्राविधिकहरूसँग, कम्पनीसँग कुरा गरेर चाहिँ त्यस स्रोतको व्यवस्था गरेर त्यस विषयमा चाहिँ त्यो फेन्सिङ अति व्यवस्थित गर्नका लागि पनि हाम्रो पहल हुन्छ। त्यो यहाँलाई मैले भने बाटो र त्यो कुरा भइहाल्यो। र अर्को सँगसँगै हामीले गर्नुपर्ने काम म यहाँलाई भन्छु, हामीले गर्नुपर्ने काम के छ भने अहिले चाहिँ पहिलाको कार्यकालमा हामीले केही गतिविधि त अगाडि बढाएका थियौँ र त्यो चाहिँ हात्तीले क्षति भइसकेपछि नेपाल सरकारले जुन राहतको व्यवस्था गरेको छ त्यो राहतको व्यवस्था प्रक्रिया त झन्झटिलो छ। भोलिका दिनमा झन्झटिलो प्रक्रियामा सुधार्न सकेसम्म सुधार्ने हो। तर कुरा के छ भने राहतको त्यो निवेदन दिन र राहत व्यवस्थापन गर्नका लागि अब हामी विशेष गरेर डिभिजन 1सँग यो कुरामा मेची नगरपालिकाका मेयर साहबसँग पनि पहिला हाम्रो कुरा भइसकेको छ र उहाँलाई राखेर सहजसँग एउटा चाहिँ किसानले, पीडितले घर भत्किन्छ, घर अन्नबाली खान्छ, घरमा राखेको भण्डारण गरेको अन्न खान्छ, घरकोट भत्काउँछ, त्यतिका लागि चाहिँ एउटा चाहिँ सामान्य पीडित चाहिँ पटक पटक डिभिजन 1 कार्यालयसम्म जान नपर्ने गरी वातावरण मिलाउनको हाम्रो प्रयत्न रहनेछ। किनभने त्यो संस्था मार्फतै त्यो हामी आफै त्यो फाइल बोकेर गएर चाहिँ त्यो दर्ता गरेर आउनका लागि हामी प्रयत्न गर्नेछौँ। यो कुरा नगरपालिकासँग पनि हाम्रो कुरा भएको छ र डिभिजन 1सँग पनि कुरा भएको छ र सकिएछ भने सकेसम्म अरू कुरा पनि के हाम्रो पहल रहनेछ भने नगरपालिकालाई त्यो सम्बन्धित निकायले यति चाहिँ राहत पाउने हो फलाना व्यक्तिले भन्ने कुरो निर्धारण गरिसके पछाडि त्यो नगरपालिकाबाट चाहिँ उपलब्ध गराउनका लागि हाम्रो प्रयत्न हुनेछ र त्यो काम हामीले महसुस गराएको छ। सकेसम्म पीडितहरूलाई त्यो राहतको व्यवस्थापनमा सहजीकरण गर्नका लागि हामी सधैँभरि लाग्छौँ र सँगसँगै जुन पीडामा परेका मान्छेहरूलाई जुनसुकै बेलामा हामी त्यो काम गर्न सक्यौँ भने त्यो राहतको महसुस हुन्छ। अब हामीले गर्न सक्ने फेन्सिङलाई सुस्त राख्ने कुरा छँदैछ। त्यसदेखि पछाडि प्राविधिकहरूलाई पनि हामीले उनीहरूलाई चाहिँ दक्ष बनाउनका लागि प्रयत्न गर्नुपर्ने हुन्छ, उनीहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ। तालिम मात्रै गरेर भएन, त्यहाँ चाहिने सामान सधैँभरि त्यसलाई उपलब्ध गराउन सक्नुपर्ने हुन्छ। हामीले स्टोरमा धेरै सामान राखेका थियौँ र त्यो चलो, अहिलेसम्म स्टोरमा सामान नभइसकेपछि प्राविधिकहरू हामीसँग पनि जोडिँदाखेरि एकदम समस्या छ भन्नुहुन्छ। त्यसको व्यवस्था गर्न उहाँलाई पनि सन्तुष्ट गर्नुपर्छ र पालिसम्मको विषयमा पनि हामी बहुत सोचेर अगाडि बढाउँछौँ। अब हामीले गर्नुपर्ने कुराहरू त्यस्तै छन्। मैले पहिला काम गरेको अनुभवको आधारमा, यहाँले बुझेको आधारमा, यहाँ म काम गर्न योग्य छु भने, मैले गर्न यहाँलाई गरेको योग्य लाग्छ भने, अथवा हामी दुईजनाको प्रतिस्पर्धा छ, प्रतिस्पर्धी मध्येमा को योग्य छ, यहाँलाई आफै बुझेर मतदान गर्नुहोला। र यहाँले जुन मतदान गर्नुहुन्छ र मलाई जिताएको खण्डमा म हामीले गर्न सक्ने यो स्रोत बेगरको संस्था हो, गर्न सक्ने कुरामा प्रयत्नरत रहनेछौँ। र के छ भने मलाई त अहिले एउटा चाहिँ लोकतान्त्रिक समूहबाट मसँग एकदम अब्बल मान्छे, दक्ष मान्छे, सामाजिक सञ्जालदेखि लिएर ल्यापटपदेखि लिएर अरू सबै कुरामा चाहिँ प्रपोजल लेख्न पनि दक्ष मान्छे हामी साथमा छौँ। हामी दुईजना भयौँ र हाम्रो टिमलाई परिचालन गर्न सक्यौँ भने संस्थालाई अगाडि बढाउने कुरामा दुईमत छैन भन्ने कुरो म यहाँलाई विश्वास दिलाउँछु। र भोलिका दिनमा हामीले यो हाम्रो कार्यकाल सकेर निक्लिँदाखेरि यहाँलाई बोलेका कुराहरू धेरै कुराहरू मध्येमा केही कुरा नपुग्न सक्छ, तर समग्रमा हामीले गरेका काम यहाँलाई चित्त बुझ्न पर्ने हुन्छ। फेरि पनि यहाँले हामीले काम गर्न सक्यौँ भने, त्यतिकै चाहिँ जिङ्गराएर गयौँ भने फेरि पनि कुनै कामको लागि यहाँहरूसँग हामीले कुरा गरेर आउन सक्ने वातावरण बन्दैन। त्यसकारण यहाँहरूको अपेक्षा अनुसार जे जति सकिन्छ काम गर्न हामी प्रतिबद्ध छौँ। त्यसकारण हामीलाई मतदान गरेर मन्जिल देवान र म हरिप्रेतीलाई मतदान गरेर एकदम अत्याधिक बहुमतले विजय गराइदिनु विनम्र अनुरोध।